थाहा छैन। यहाँ लुकाको हामी आफूले निस्किनु पर्ने कहाँ छैन, धेरै छ त्यहाँ। तर प्लास्टिकले बेरेको छ, त्यो अहिलेसम्म बिग्रेको छैन होला भन्ने कुरा हो। ल यसरी अनि त्यहाँदेखि आएर तपाईहरु नै पढ्ने गुरु आज्ञा भयो। केही यहाँ सेवा साहबलाई तालिम दिलाउनु पर्छ तल खेतमा, त्यहाँ बारेर त्यहाँ बोलाउ सबै भनेर। अनि त्यतिखेर हो पोस्ट अफिसबाट चाहिँ मैले चिठी लेखेर पठाएर आए सबै। अनि त्यहाँ तालिम गर्यो। अब के तालिम गर्यो। अब म चाहिँ भूमि मात्रै हिँड्ने। तर पछि फेरि प्रशासन आयो त्यहाँ, के हो यो भने, होइन यस्तो यस्तो भनेर बचाइ पठाइयो। त्यतिखेर यो अपङ्ग हुनुहुन्थ्यो राजु लौटी, उहाँ उसको नेतृत्वमा गर्नुहुन्थ्यो। अनि उसको भाइ चाहिँ भीमबहादुर लौटी जुन्जे, उसको दाजुले अलि नमानेको होला, नमानेको जस्तो लागेको। उसको चाहिँ आगो उठेन भीमबहादुर लौटीको चाहिँ टेस्टमा एक्जाममा बढेन, रुयो। त्यस्तो घमण्ड पनि छु है, त्यो आशाबाट कोही छ त्यस्तो अर्को त्यो सम्मान नमान्ने। गुरु मान्नु पर्ने थियो, दाजु भनेर मानिदिएर छ, आगो नै उठेन। त्यस्तो पनि भएको छ। अनि त्यहाँदेखि आएर त्यो माथि आएर हाम्रो थलङ गुरुज्यूले सुरु गर्नुभएको पढाउनु, यही नै। अनि त्योभन्दा अगाडि चाहिँ थलङ गुरुज्यू ऊ टाढेमा नियुक्ति भएर गयो। एकदम सेतो लुगा लगाएर एकदम चाटै बनेको, अनि उता लुगा टाढेको फोटो सेवा साहब हुनुभयो भनेपछि त्यो मलाई पनि मन पर्यो। गुरु म पनि सेवा साहब हुनु पर्यो भनेको तिम्रो बाटो त्यता होइन भन्यो मलाई। फेरि 1 पैसा पनि यसो 10 रुपियाँ 20 रुपियाँ पाउने रहेछ, त्यो पनि मलाई त लोभ नै लाग्यो। खर्च त हुने रहेछ भने, तर तिम्रो बाटो यता होइन भन्नु। अनि मलाई आज्ञा दियो केरसिंह, म थलङ गुरुले अर्कोदेखि बगान ल्याउनु भयो, म अर्कोदेखि बगाउँदै छु है ल। म प्रशासन क्षेत्रबाट चाहिँ बगाउँदै ल्याउँदैछु। के गर्यो प्रशासनले, नेपाल सरकारले हामीले कति दुःख दियो, त्यो ज्ञान हो। अनि त्यहाँदेखि केरसिंह ल अब मङ्गेना गर्नुपर्छ, मङ्गेना माथि मागबाट आदेश भएको छ, केरसिंहले दर्ता गरेरले अनि मात्रै आधिकारिक हुन्छ भन्ने आज्ञा भयो। तान्डीलाई कोही मङ्गेनाले याङ शेष र केरसिंह भन्नु। अनि दर्ता गर्नु र किरात चोलुङ औँसी मङ्गेना सेवा समिति भनेर यो के हो, किरात हाङसम मुचोलुङ भनेको क्या हो। अरे यता त व्याख्या गर्दा चाहिँ किरात हाङसम भनेको त हाङ भनेको त राजा, सम भनेको शक्ति भनेको थाहा छ। मैले गुरु गर्नु आखे व्याख्या जो भी गुरु एक अखे में थे। किराँतीहरूले मान्ने पूज्ने देउतालाई किरात हाङसम मुचोलुङ मङ्गिन भन्छ। मेचेलाले त्यही नै दर्ता गर्छ, बुझेको बुझेन। तपाईँ त बुझ्दै पनि रहेछ, माथि काठमाडौँमा चाहिँ बुझ्ने बसेको थियो पिनीमा, मलाई पुरा देखायो। अनि त्यहाँदेखि बल्ल 2 वर्षमा दर्ता भयो। दर्ता भएर अनि मङ्गेना सुरु भयो। अनि त्यहाँदेखि हेङ्गा चाहिँ नेता तामसुङ हो बाटो। त त्यो म सबै बताउँदिनँ, अहिले बताउने समय पनि आएको छैन। नेता किन बोलाउनु पर्छ भने, त्यसो गर्दाखेरि पिलिभा ताप्छु भने किन पाउने ल्याउने को भन्छ। हाम्रो साथीहरू कराएर कालो झन्डा देखाउनु खोजेर बिजो त अर्थ अर्कै छ, थाहा छैन साथीहरू। मेबी उसी निम बनेगा। अनि त्यसरी नै आयो। अनि हामीले मङ्गेना गर्ने लगाएन। यहाँ भालुटारमा प्रशासन आयो पुरा टोली नै पक्रेर लानु आयो।
त्यतिखेर चाहिँ हाम्रो नेता छन् ओ के अरे हौ बेन पर्साई स्थानीय सहायक मन्त्री थियो हुनुहुन्थ्यो। हामीले यहाँदेखि रापम्स भन्ने थियो है त्यतिखेर हामीले जितार पठाएको। अनि राष्ट्रिय पञ्चायत सदस्य भन्थ्यो। अनि जिताएर मन्त्री पनि भयो। अनि उहाँलाई म तल गएर त्यतिखेर अरू मोबाइल पनि थिएन केही पनि थिएन। त्यो आवा गर्नु जा भन्यो गुरुले भेट्नु फेरि उठ्दै भेट्छ गएर बोलायो लु आउँछु भन्नु गुरुलाई आउँछ अरे भन्नु आएको छैन। यता त पक्रिनु आँटिसक्यो हातकडी लाग्नु तयार भयो। एकछिनमा त आइपुग्यो है हर्कवीरले दिनु पठाएको ल्याएर आएर अनि त्यहाँदेखि उद्घाटन भयो। मङ्गेनाथले उद्घाटन भयो खानेपानीहरू उद्घाटन स्कुल उद्घाटन भयो। अनि नस भएर गयो तिनीहरू। बेनु पर्साईले हामीलाई ठुलो सघाएको छ किनिबा भए पनि तर गुरुको निम्ति उसले बुझेको छ उल्पा मेची हो नि लिम्बू भनेर ननाइदिनु साथी हो मेची पनि यस्तो पनि छ बिनिबार अब कोही त कुरो पनि बुझेको छ नि त। अनि अहिलेसम्म सरकारले राज्यबाट चाहिँ सरकारले गुरुलाई टोकेको छ एक त ठुगेको छ। अब तपाईँ हामी होसियार हुने दिनु आयो। तपाईँ बोल्नु सक्नुपर्ने जवाब दिनु सक्नुपर्ने हाम्रो हो गुरुको नारा हो विश्वास शान्ति मानव एकता। मानव एकता कसरी लाने हो कसरी ठकाउने त्यो जिम्मेवारी गुरु सेवा साभाको जिम्मेवारी हो। अहिंसा हिंसा होइन अहिंसाबाट चाहिँ लैजाने हो। तर उताबाट त हिंसै आउँछ नि शिक्षिकै ल हेलो चुक्रे तर आचार संहितामा बस्नुपर्छ। म आज बदमास लौरे पनि कहिले त्यसो चाहिँ नगराइ भन्छु। म त कुटिपिहाले सधैँ पनि पर्वतमा भनिबस्छ नि गुरु त्यस्तो मूर्खहरू पनि यहाँ मान्छे बनाएको छु भनेर तपाईँले सिग्नल दिइराखेका छ। त्यसकारणले अहिले पनि ल त्यसरी आयो त्यो वेदहरू लुकाउने क्रमहरू आयो त्यसरी पनि बचायौँ। अब हामी कहाँ आइपुग्यौँ भने पञ्चायती सक्यो। अहिले लोकतन्त्र के अरे यो के अरे लोकतन्त्र ल्यायो। लोकतन्त्र ल्याउनुको लागि अब यो माओवादीहरू अब मचियो भित्र सेनाले प्रयास गरेको। तर हाम्रो चन्द्रकुमार शेर्मा र हामी चाहिँ मृत्युदण्ड निर्णय गरेको है हामीलाई मार्नुपर्छ भनेर मृत्युदण्ड। त्यतिखेर चन्द्रकुमार शेर्माले मलाई के भन्यो दाडीहरू खप्दै हौ हाम्रो यस्तो अब काट्नु हुँदैन यही दाडीले मर्यो भने मर्यो ल त्यो आपत्ति छैन। हामीले गुरुले मनोनयन गरेको हो। कसैले चुनाव भोट लडेर जितेर पोस्ट होइन अध्यक्षहरू किराँतहरू सेतो थान सौको अध्यक्ष हो मगेर गुरुले दिएको माग्ने दिएको सुरक्षित हुन्छ। वेलतुङलाई त्यहाँ हकमा निर्णयबाट बन्देज भयो। अनि त्यसरी आएपछि अहिले पनि अब आन्दोलनहरू मचिराखेको छ केटीहरू मचिरहेको। यो राज्यले अहिले पनि गुरुकै टाउकोमा हालिराखेको। कोशी पनि गुरुले सञ्चालन गरेको सिलौटी पनि गुरुले नै सञ्चालन गरेको माथि मुकुमलुङ पनि गुरुले नै सञ्चालन गरेको अरे ल अहिले टेपो गरिहालौँ जस्तै रिस उठ्छ। तर फेरि हाम्रो सिद्धान्त दिएन है सेवा र बोग्लो सेवा चाहिँ बोग्लो यो जिम्मेवारी सबै शक्ति तपाईँ हामीले महागुरुले दिएको छ। तर हामीले यो नुन निगा दङवाङ सेवा जो सेवा चाहिँ गर्नुपर्छ। त्यसै विश्वास शान्ति मानव एकतामा पुगिँदै यो हो यता अलिक सतर्क रहनुपर्छ। अलिक चलाक चुङ्गुङ
यहाँ अघि अब प्रमुख पुजारीले अघि भनिसक्नुभयो सेवासभा लट्टो अलिक ढिला सुस्ती आचार संहिताबाट आउट पनि हुँदैछ भन्ने कुरो पैटिङ गर्नु हो हेट्याङ म पनि शब्दी गुरु हो शब्दी गुरु त पाएको छु तर म त्यसको व्याख्या अलिकता गरिनँ म युमाकोमा कति लसुन बिछाउनु पर्ने थेवामा कति लसुन बिछाउनु पर्ने हिमामा कति लसुन बिछाउनु पर्ने नजान्नेले गुरु आमाले शब्दी गुरुलाई भइ लिनुपर्छ भन्छ किन हो भन्दा त अब शब्दी गुरु त ठुलो पोस्ट रहेछ हजुर हो ठुलो पोस्ट त्यो पोस्टमा चाहिँ मैले शासन गर्नु परेछ मङ्गेनाबाट अपराध लाग्दै भएछ पछि कुरो शब्दी गुरु भनेको त ठुलोबाट छ आउँछ त्यो सानोतिनो सम्झिनु हुँदैन है एकदम त्यो माथि शासन तपाईँले आदेश निर्देशन गर्नुको लागि अपराध नलागोस् देशलाई पनि भन्ने खतिले चाहिँ मलाई शब्दी पन्जा लिनु भनेर कता लस्सु सेवा हो पिता ल्याउँछ देशु गर्नु हेमु शब्दी गुरु ल अर्थ चाहिँ त्यसरी आयो है आदर्श हो त्यस कारणले शब्दी पन्जा पाउने गुरुहरूले सम्हाल्ने तरिका चाहिँ होसियारो बोङ्ला रहन्छ हजारो फेरि उल्टो आखान सबले भयो त्यहाँ होसियार गरेर जाउँ अघि नै भनिसक्नुभयो आफ्ना जातको मनले गएर सेवा गरिदिनुपर्छ एकाताली पाङ्भेया अलि ठुसमा युसमा आखिया थप्दैन हात गाउँमा नष्ट बोल्ने गाउँमा ठे बोल्ने हेल्ला हेक्टर पेज भन्ने लहराउँछ सेवा त्यो पनि बराबर हो जारे नै बराबर हेरेपछि त अरू त छोड्नु न ल त्यही नै हो त्यस कारणले कहिले कहिले म काम गर्छु अब यहाँ मङ्गिनमा लो छिटी सक्ति नाक्थ्यो हेर्छु उस्तो लड याकेर गयो भोगि बेला हो हुन्छ नि अनि मलाई त शक्ति पाइँदैन पाउँदिनँ होला भनेर म चिन्ता पनि लाग्छ त्यो चाहिँ यो सही कुरो अब उहाँ हाम्रो प्रमुख गुरुले बताइहाल्नु र चाहिँ अनि अर्को कुरो खल्टा म उहाँले अब बोला बोलाले खल्टाहरू छोड्दै आउनु भएको छ नजानेर जानेर होइन महागुरुको पालामा 6वटा मन्दिर स्थापना भयो वर्तमान गुरुको पालामा सबभन्दा पहिला 1 नम्बरमा टाढीलाई दर्ता गरेको 1 नम्बर त्यहाँदेखि 1 2 3 गएर 104 माङ्गीहरू दर्ता भइसकेछ र महागुरुको साले 31वटा स्थापना भइसकेछ त्यो 108 पुर्याउने गुरुको योजना हो महागुरुको साले त्यो सब हेर्ने गर्ने जिम्मेवारी तपाईँ हाम्रो सेवा सावारको त्यो माग्नेहरू संरक्षण गर्ने त्यो सालीहरूको संरक्षण गर्ने सेवा सावारको जिम्मेवारी आउँछ हो यसरी अनि अब यसरी गएर त्यसरी हामी जानुपर्छ त्यसरी मात्रै हामीले विश्व शान्ति मानव एकताको केन्द्रबिन्दुमा हामी पुर्याउन सक्छौँ भन्ने तार्किक हो त्यसरी सोच्दा सोच्दै पनि राज्यले फेरि उल्टो सम्झिन्छ फेरि अब त हुन्छ नि अब के जनताहरू कराउँछन् उफ्रिन्छन् त्यो जनताहरू त हुनु त हाम्रो भक्तजनहरू पनि उफ्रिनु पुग्छ होला नि यो आत्मानन्दको मान्छे हो यो आत्मानन्दलाई चाहिँ उचालेर पठायो भन्छन् आरोप आउँछ कोशीमा पनि त्यही भन्छन् सिलौटीमा पनि त्यही भन्छन् माथि मुकुमलुङमा पनि त्यही भन्छन् त्यो मुद्दामा हामी छौँ म डुग्रिरहेको छु दुःख पाइराखेको छु हिजो अस्ति मात्रै काठमाडौँमा 3 दिन 4 दिन मात्रै हुँदैछ फर्केर आएको त्यो न्यायवक्ता यहाँदेखि मुद्दा नगर्ने सिलौटीको मुद्दा नगर्ने भनेर यहाँ सरकारी वकिलले लेखेर पठायो
अनि होइन यो त हुनुपर्छ चल्नुपर्छ भनेर हामी पुग्यौँ। अनि हेर्दाखेरि यो त चल्नुपर्छ म पठाइदिन्छु भनेर न्यायवक्ताले बोल्यो, हामी छुट्यौँ। भोलिपल्ट त फेरि सरकारबाट दबाब भयो त कुरो फेरि आयो। लो अब म माथिबाट दबाब आयो, अब मेरो नामबाट पनि अब मुद्दा हाल्नु सर्वोच्चमा हाल्नुहोस्, अब म सक्दिनँ पो भन्छ हो। ला यसो यतिर सबै क्षेत्रबाट दबाब आएकोलाई अनि यो के गर्नु सेवा चाहिँ नरुचु होइन, तर हामी सफल हुन्छौँ। अनि अघि हाम्रो वडाध्यक्षज्यूले स्वायत्त सरकारको कुरो पनि आयो। हामीले प्रचण्डको पालामा हामीले स्वायत्त सरकारको माग हामीले पेश गरेको थियौँ धेरै वर्ष। अब यो मैमारिएको त हिजो अस्ति त जितेर पो आइए त जित्यौँ पो। कति जित्यौँ भने पहिला मङ्सेबुङ यो 5 नम्बर वडा मात्रै हो मङ्सेबुङ, अनि गजुरमुखी बाँझो इभाङ त टाटु मङ्सेबुङ गाउँपालिका भयो बढ्यो। अहिले मङ्सेबुङ स्वायत्त सरकार ओ माथि फफोकथुम मङ्सेबुङ यो मोहमै अनि मै नगरपालिकाको पर त्यो जङ्गल एउटा वार्ड 1 नम्बर वार्ड पनि, अनि देउमाई नगरपालिका 2 वार्ड जितपुर र सिटिथुमका तिनीहरू पो मङ्सेबुङ भएको अब स्वायत्त सरकार। अब यो कसरी चलाउने भन्ने कुरामा अब पर्सि 3 जना वकिलहरू आउँदैछन्, शङ्कर लिम्बू, जितेन्द्र बर्जगाई के हो चापाके के अनि अमृता छेत्री अनि 3 जना आउँदैछन् होइन। हामीले त्यो सबै व्यवस्था गरिसकेका छौँ, हवाईजहाज टिकट काटिसकेका छौँ। अब यही ठाउँमा बसेर छलफल गर्नुपर्नेछ। यो पनि यहाँलाई जानकारी गराए है। र अब छलफल गरौँ होइन, तर हामी हिंसाको शब्दहरू चाहिँ अगाडि बढाउनु हुन्छ। शान्ति, मानव एकता, विश्वास, शान्ति, मानव एकता, यसरी नै जानुपर्छ। यसरी नै जाउँ, तर छलफल त गर्दै लानुपर्छ। यही नै छ। र अब अहिले यहाँ गुरुको उपस्थिति नभएको कारणले होला हामी 10-1500 सेवासावाहरू छौँ। आधी मात्रै आए पनि 600-700 हुनुपर्ने, यो डाँडा ढाक्नुपर्ने, यो चाहिँ ढाक्नुपर्ने थियो। तर अब दुःखमा चाहिँ नगर्नुहोस् है। हामी कस्तो भने गुरु हुँदा मात्रै विश्वास, तर गुरुको कर्ता त संस्थापने सङ्गठनहरू हो नि त, गुरुले आएर गर्ने। त हाम्रो उपस्थितिमा तपाईँ आउँदा के भयो भन्ने है एउटा क्वेसन। गुरुले निर्देशन गर्छ हामीलाई, या सेवासभा अध्यक्षलाई या सेवासभा प्रमुखलाई, उहाँको उपस्थितिमा उपस्थित हुँदा के हो। बाटो गुरु नै छैन रहेछ, बाटोले चाहिँ गोरेछ। गुरुको के समस्या आयो होला नि त, वा हाम्रो पनि केस गर्नु एक्जाम दिएको होला नि त। अब छोडी जाँदा के चाहिँ भन्छ है भनेर र हामी भन्यौँ, लो यही भन्यौँ, हामी यही जाहेर गरिदिनु। यसो पो भन्यो हो मङ्गेन अध्यक्षले चाहिँ भनिदिनु होला गुरुकोमा, हामीले त यसरी पो गुनासो राख्यो भनिदिनु होला। वा त्यो ठिक भन्यो या ठिक भनेन भन्छ कि के भन्छ तपाईँहरूले भन्नु। यो
किनभने यसको मतलब अब केही हुँदा है गर्दाखेरि हुँदैन, हाम्रो एक्सन हुँदैन। गुरुमा त गुरु त कहाँ भेटिन्छ, भेटिँदैन पनि। कहिले त अब भोलि पनि आउँछ कि आउँदैन। गुरुको टेस्ट त अहिले त खतरा छ। म आफै फसेँ। अब म यसो त आज म माथि जिल्लामा मेरो नहुने काम थियो, जान्थेँ नि, तर होइन, गुरु गए तापनि यहाँ कार्यक्रम त छ भनेर मैले त्यो कार्यक्रम रोकेर पनि बसेँ। तपाईँ हामीसित भेट होइन, त्यसबाट अब दुःख सुख कुराहरू भन्ने आदान प्रदान गर्ने समय पाइयो। त्यहाँ अलिकता चाहिँ हाम्रो अलिक अप्ठ्यारो छ है। यहाँ के वाचन गर्दा पनि के कता कता फेल हुँदैछ। फेल भोगा गर्यो, व्यापक प्रचार गुनासोहरू आइराखेको छ। यो चाहिँ सुधार गर्दै लैजाउँ होइन। अब स्पष्ट भन्दाखेरि हिजो अस्ति तल मैले साङ्गेक हिजोको मैले नेपाली काङ्ग्रेसको साथीहरू रहेछ। अरे नेपाली काङ्ग्रेस है एमाले स्वामी बेचिरह अर्को साल त बनाउँदिन भन्यो। अर्को साल त बनाउँदिन भनेर भनिरहेको। यस्तै छ घटनाहरू। यो कर्णसाल हरसिंह सामानु काभ्राङ बोटे चेम्जोङ पुजारीहरू चेम्जोङ रक्सिक जोङ रहेछ सामानी जोङ न ताकि हंगा सियाल गएगा हंगा रहेगा मुक्ति कर्म तो मेरेनो मेट्रो रहेछ पहिला हुनु सामान्य पहिला कपो से चेम्जोङ बल मुक्ति कर्म पर्दै चिने देखो से हेर्न लाग्यो गर्दैछु। आचार संहितामा के भएर भन्ने त्यसोटी उचित सेवा सभाको मलाई यस्तो कुराहरूमा चाहिँ सतर्क म सिधै मिटिङ भङ्गा घुमाएर होइन अनि म सिधै ताजिङला उसँग निक्ल्यो अर्को मग्नारा हेर्नारा ठेमानारा किदो फाजा नगएको के निभाउनेर त भन्नु त पाइयो नि हौ। अब अलिक काङ्ग्रेस कम्युनिस्ट एमाले मोबाइल पेटेन अरे जम्मा भएमा जानी नभयो कहाँ हुन्छ ल राउँछ हङ्गा तेरा पातो गाई गर्नु आमा मैले धेरै बोल्नु नि जान्दिनँ। अब यति भन्दै अब विश्व शान्ति र मानव एकतामा कहाँदेखि कसरी जोडिन्छ त्यहाँ चाहिँ पुगौँ यही प्रार्थना गर्छु र हाम्रो सेवा सभा यो 27औं यो स्थापना दिवस सफलतापूर्वक सफल रहोस् यही शुभकामना दिँदै म आफ्ना कुरा यति राख्दै बिदा दिएँ। सेवाहरू हटाउँछु।